पुलिस पब्लिक मञ्चका सेक्रेटरी हाम्रो वाइस सेक्रेटरी दाइले पनि त्यसै गरेर आजको कार्यक्रमका सञ्चालकहरू साथै यस कार्यक्रमका सञ्चालकका ती कोअर्डिनेटरहरूले हाम्रा सञ्चालक विश्व थारूजीलाई फुलबोला लाएर बनाएको सम्मान गरिरहनुपर्छ। सेक्रेटरी पुरन राई अनि हाम्रो श्रद्धेय दाइ सधैँ हामीसँग उहाँ पनि बेनेकनलाई विकासका निम्ति र बेनेकनलाई उठानको निम्ति सदैव अग्रज हुने हाम्रो दाइ अमित सरज्यूलाई पनि उहाँले अर्पण गरिदिने विनम्र निवेदन गर्दछु। र उसै गरेर हरेक समाजका प्रेसिडेन्ट किरण धामीज्यूलाई पनि उहाँले अर्पण गरिदिने अनुरोध गर्दछु। यसै गरेर हरेक समाजका प्रेसिडेन्ट आशिका थामीलाई पनि उहाँले अर्पण गरिदिन अनुरोध गर्दछु। उसै गरेर हरेक बिजगाउँ समाजका प्रगतिशील समाजका अनि यसै घन्टी राखेको छ अगाडि आइदिन अनुरोध गर्दछु। र आजको यस कार्यक्रममा उहाँलाई पनि चालेसम्मले स्वागत बनाइदिने विनम्र निवेदन गर्दछु। तालीको साथ सम्पूर्ण एसएससीको प्रेसिडेन्ट सेक्रेटरीको रो हामीले मिलाइदिएको छौँ। तपाईँहरू हटरोमा आएर बस्न सक्नुहुनेछ। प्रेसिडेन्ट सेक्रेटरी जति पनि सभापति सचिव हुनुहुन्छ एसएससी ग्रुपको कृपया मञ्चमा आइदिने विनम्र निवेदन गर्दछु। कृपया सम्मान सम्पूर्ण समाजको प्रेसिडेन्ट सेक्रेटरी हाम्रो अमित सरलाई मञ्चमा गर्न चाहन्छु। फोटो
जिम्मेदारी पनि हो टोटल म्यानेजमेन्ट मिलेर म्यानेजमेन्टको जति प्रब्लम छ अनि यो टिम जुटाउने कारण चाहिँ पार्टी चिनेर राख्यो कसैको प्रब्लम छ दुःख छ सुख छ दादागिरी छ कुनै पनि पैसा बाँड्छ हामी सबै मिलेर समाजको हर मान्छेको लागि काम गर्नु यो चाहिँ मेरो तर्फबाट तपाईँहरू सबको माथि अनुरोध ल हामी मिलेर ओमी लेप्चा Sarva
वितरण गरिदिने अनुरोध गर्दछु।
Exactly. यसरी धन्यवादका क्रममा है सबैजनाले एकैचोटि भनिरहन सकिँदैन अनि अघि हाम्रो महिमा ग्रुपका साथीहरूले पनि धन्यवाद दिइसके पश्चात मेरो पनि अब सबैले समेटेर धन्यवादको एउटा कविता लेखेको छु है। यसमा कहीँ कतै त्रुटि हुन गएमा क्षमा प्रार्थी छु र मेरो ग्रुपबाट आएको म है मेरो ग्रुपको एसएसजी ग्रुपको नाम हो सक्छ। हजुरहरूलाई म यो कविताबाट नै धन्यवाद दिन चाहन्छु। यसै क्रममा मेरो कविताको शीर्षक नै छ धन्यवाद। धन्यवाद के भनौँ हजुरलाई, के भनौँ हजुरलाई, मलाई शब्दको खोजी गर्नु नै अलिक गाह्रो पर्यो। के भनौँ हजुरलाई, मलाई अलिक शब्दको खोजी गर्नु नै गाह्रो पर्यो। हजुरहरूको कार्य नै यस्तो रहेछ कि हजुरहरूको कार्य नै यस्तो रहेछ कि त्यसलाई एउटा शब्दमा समेट्न नै मलाई अलिक साह्रो पर्यो। त्यसलाई एउटा शब्दमा समेट्न नै मलाई अलिक साह्रो पर्यो। धन्यवाद छ हजुरहरूलाई हाम्रो सुरक्षा गर्दै आउनु भएकोमा। धन्यवाद छ हजुरहरूलाई हाम्रो सुरक्षा गर्दै आउनु भएकोमा। पुलिस कर्मीको काम गर्दै आफ्नो अमूल्य समय हामीलाई दिनु भएकोमा। आफ्नो अमूल्य समय हामीलाई दिनु भएकोमा। धन्यवाद छ हजुरहरूलाई। धन्यवाद छ हजुरहरूलाई जनताको भलो गर्नु भएकोमा। जनताको भलो गर्नु भएकोमा। पार्टी पोलिटिक्स राजनीति नभनी, पार्टी पोलिटिक्स राजनीति नभनी नयाँ सोच नयाँ विचार यसरी ल्याउनु भएकोमा। नयाँ सोच नयाँ विचार यसरी ल्याउनु भएकोमा। धन्यवाद छ ती सबै समाजलाई। धन्यवाद छ सबै यी समाजहरूलाई सदैव एकजुट भएकोमा। सदैव एकजुट भएकोमा। सुख दुःख जे पनि छ, सुख दुःख जे पनि छ साथ दिन अघि आएकोमा। साथ दिन अघि आएकोमा। सम्बन्ध हाम्रो यस्तै रहोस्, सम्बन्ध हाम्रो यस्तै रहोस् नङ र मासु जस्तो, नङ र मासु जस्तो। उहाँ र हाम्रो यस्तै सोच सधैँ मिले जस्तो, उहाँ र हाम्रो सोच सधैँ मिले जस्तो। अर्को धन्यवाद उनीहरूलाई, अर्को धन्यवाद उनीहरूलाई। आमा पत्नी छोरी दिदी बहिनीहरूलाई, आमा पत्नी छोरी दिदी बहिनीहरूलाई। प्रत्येक काम निभाउन जानेकी छिन्, प्रत्येक काम निभाउन जानेकी छिन्। मायाले घर बाँधेर चलाउन जानेकी छिन्, मायाले घर बाँधेर संसार चलाउन जानेकी छिन्। घरदेखि चुलो चौकोदेखि बाहिर निस्केर, घरदेखि चुलो चौकादेखि बाहिर निस्केर केही गर्न आँटेकी छिन्, केही गर्न आँटेकी छिन्। त्यही कामलाई गर्ने स्रोतको नाम, त्यही कामलाई गर्ने स्रोतको नाम सबैले एसएसजी राखेकी छिन्, सबैले एसएसजी राखेकी छिन्। धन्य हुन् यी सबै नारी जो, धन्य हुन् यी सबै नारी जो अघि बढ्न जानिरहेकी छिन्, अघि बढ्न जानिरहेकी छिन्। यसर्थ ए नारी हो, यसर्थ ए नारी हो। दुधको दही हुँदैन त्यसै जमाउनु पर्दछ, दुधको दही हुँदैन त्यसै जमाउनु पर्दछ। घरमा भात पकाएर मात्रै हुँदैन साथी हो, घरमा भात पकाएर मात्र हुँदैन साथी हो। बाहिर निस्काएर देखाउनु पर्दछ, बाहिर निस्केर देखाउनु पर्दछ। धन्यवाद। घूंघटी बना लो रोशनी से नूर के।
Itu ada gue pas tahu ya. Misalnya Respected in charge, श्री शिष्य दास महाशय, यहाँ उपस्थित हुनुभयो समाजको सेक्रेटरी प्रेसिडेन्ट, मेरो प्यारो सेल्फ हेल्पको दिदी बहिनी, मेरो प्यारो गाउँको भाइ बहिनी, सबलाई म दार्जिलिङ पुलिसको तर्फबाट आन्तरिक श्रद्धा ज्ञापन गर्दै दुई शब्द भन्दैछु। तपाईहरुको थाहा छ म यहाँ आउनेको बादमा 4-4:30 महिना भयो। त्यहाँदेखि हाम्रो दार्जिलिङ पुलिसको तर्फबाट एउटै टार्गेट थियो कि हामी चाहिँ पुलिस चाहिँ के हो। एउटा कुरा तपाईहरु माइन्डले आज बुझ्नुस्, पुलिसको गाउँमा एउटा कुरा हेर्नुस्, पुलिस एक जग्गामा छ, बगलमा अझै 2-4 मान्छे छ, कोही कोही मान्छे छ, नानीहरु सोध्नु छैन, पुलिस मात्रै छ। अर्थात् हाम्रो कल्चरमा यस्तो चीजहरु पसेको छ, पुलिस भने चाहिँ अलग चीज हो, तर पुलिस अलग चीज होइन। हामी तपाईहरुको जस्तै घरबाट आयो, तपाईहरुको जस्तै समाजबाट आयो, हाम्रो पनि घर समाज आफ्नो जग्गामा छ। तर मेरो विचार चाहिँ यस्तो छ, म जहाँ नोकरी गर्न जान्छु त्यही मेरो घर हो, त्यही मेरो समाज हो, यो विचारले चल्छु। आजदेखि तपाईहरु पनि सम्झिनुस्, पुलिस हाम्रै घरको दाजुभाइ हो, पुलिस हाम्रै घरको समाजको सन्तान हो। पुलिसको साथ ग्याप राख्नु हुँदैन। पुलिस नै आएर जस्तो डाक्टर छ, डाक्टरलाई गएर तपाईले बिमारीको कुरा खुलेर भनेन भने डाक्टरले के दबाई दिन्छ। त्यस्तै हामी चाहिँ कानुनको डाक्टर, गाउँमा के समस्या छ, गाउँमा के प्रब्लम छ, घरमा के समस्या छ, बुढाबुढी भित्र के प्रब्लम छ, बाउ छोरा भित्र के प्रब्लम छ, ये कुराहरु हाम्रो अगाडि ल्याएर खुलेर भन्नुपर्छ कि ये घरमा कोही औरतमाथि अत्याचार हुँदैछ, कोही नानीमाथि अत्याचार हुँदैछ, त्यस्तो कुराहरु हाम्रो अगाडि ल्याउनुपर्छ। ये नसोच्नुस् कि बरबाबुकोमा गए पछाडि पुलिसकोमा गए पछाडि साथ पाकेर जेलमा हाल्नुहुन्छ, हैन, त्यो कानुनमा छ। तर अहिले हाम्रो दार्जिलिङ पुलिसले अर्को तरिकाले सोच्दैछ। कस्तो खालको प्रब्लमको समस्याको समाधान गर्नुपर्छ, जुन तरिकाले त्यो प्रब्लमको स्थायी समाधान हुन्छ त्यही तरिका हामी अप्लाई गर्छौँ। सम्झाएर बुझाएर, अर्को तरिकाले धम्काएर चम्काएर, अर्को तरिका छ पुलिसको डान्डा तपाईहरुको थाहा छ, अर्को तरिका लास्टमा जेल, त्यो चाहिँ लास्ट हो। तर यसको अगाडि मैले देखेँ पुलिससँग कोही कुरा आयो भने हामीले सम्झाएर बुझाएर भन्यौँ। तपाईहरुको बेनोबनमा पनि मेरोमा कतिवटा रिपोर्ट गएको थियो, तपाईहरु बुझ्नुहुन्छ होला। मातेर तङ गर्ने झमेला गर्ने बन्द भयो कि भएन, कम्ती त भयो। ये चीजहरु पुलिसले गर्छ, तर तपाईहरुको पुलिसको सहयोग चाहियो, सही इन्फर्मेसन चाहियो। सानो कुराहरु हामी मिलेर बन्द गर्नु पाएन भने त्यो कुरो ठुलो हुन्छ। हाम्रो पहाडमा हेर्नुस्, थुप्रो ट्यालेन्टेड नानीहरु छन्, स्पोर्ट्समा, आज हेर्नुभयो डान्समा, सिंगिङमा, कवितामा, केमा छैन। तर यिनीहरु चाहिँ प्लेटफर्म पाएको छैन। प्लेटफर्मको पाउनको पहिला हाम्रो समाजको परिस्थिति, समाजलाई जागृति हुनुपर्छ, समाजलाई अगाडि बढ्नुपर्छ। जस्तो आज अघि मैले भने, यो चाहिँ हाम्रो पुलिसको टिम, यो टिमलाई जिम्मेदारी दिनुपर्छ। यो डल्लो बेनेकमको आगामी 6 महिनाभित्र बेनेकमको चाहिँ चेहरा हामी चेन्ज गरिदिन्छौँ। हामी सक्छौँ। तपाईहरुको साथमा दार्जिलिङ पुलिस 24 घण्टा छ।
यो काम गर्नको लागि धेरै मान्छेको असुविधा हुन्छ। अब जार रक्सी खाएर तमासा गर्छ, हामी गर्न दिँदैन। तिनीहरू धम्काउँछ, चम्काउँछ, रिसाउँछ, त्यस्तो खालको नाम मेरो फोन नम्बरमा मात्रै पठाउनुहोस्। उनीहरूको टाइप गर्ने जिम्मेदारी मेरो। कोही पनि राम्रो काममा कुनै किसिमको बाधा कोही तर्फबाट आयो भने उसको त जिम्मेदारी म छु, म त जिम्मेवारी छु। तपाईँहरूको केही हुँदैन। तपाईँहरू सब समाजको लागि सोच्नुहोस्, अगाडि बढ्नुहोस्। म यस्तो विचार गर्छु, 2 दिनको जिन्दगी हो, कोरोना आयो, भोलि लाग्यो भने पछि जान्छु माथि, केही त दाग छोडेर जान्छ। तपाईँहरू त्यही पनि सोच्नुहोस् कि हामी समाजको लागि केही गर्यौँ, हाम्रो समाजलाई अगाडि बढाउँ। पहाडमा ट्यालेन्टेड छैन, मलाई दुःख लाग्छ। हाम्रो गोर्खे भाइ बहिनीहरूभित्र ठुलो डक्टर छैन, थुप्रो आइपिएस अफिसर छैन, आइएस अफिसर छैन। किन? ट्यालेन्टेड छ, मधेसभन्दा पहाडमा ट्यालेन्टेड ज्यादा छ, स्मार्टनेस ज्यादा छ। प्रब्लम कहाँ छ? हाम्रो समाजमा प्रब्लम। कहाँ प्रब्लम भन्नुहोस् त? बाध्य हुन्छ रक्सी खानुपर्छ, मरदमा जाऊ रक्सी खाऊ, बिहामा जाऊ रक्सी खाऊ। यी केटाहरू के हुन्छ? प्र्याक्टिकल बुझ्नुहोस्, मैले इन्सान गरेको छु, फ्याक्ट भन्दैछु। यी नानीहरूको के हुन्छ? घरमा खाने गाने नाच्ने आदत बनिहाल्यो, मधेसमा जान्छ पढाइ पनि त्यस्तो पाउँदैन, मन लाग्दैन, पढ्दैन। दार्जिलिङ छ, नक्की छैन, दार्जिलिङमा आउँदैछ। किन? यो परिवेश चेन्ज गर्नुपर्छ। ठिक छ, हामी रमाइलो गर्छौँ, इन्टरटेनमेन्ट गर्छौँ, पार्टी पनि गर्छौँ, चार रक्सी पनि खान्छौँ, कोही बेला उसको एउटा लिमिट हुनुपर्छ। हर चिजको लिमिट छ, टाइम छ। पढ्नेको बेला रक्सी चल्दैन, खेलकुदको टाइमबाट रक्सी चल्दैन। यी चिजहरू बुझ्नुपर्छ। पुलिस आएर रेड गर्दाखेरि पुलिसको प्रमोसन हुँदैन। तपाईको गाउँमा जार रक्सी बन्द भयो भने पहिला तपाईको गाउँ, तपाईको समाजको मुखरमा लाग्छ, पुलिसका कोही काममा लाग्दैन। यो चिज हामी बुझ्नुपर्छ। यो बिक्री गरेर 2-4 जनाले फाइदा लुट्दैछ, उनीहरूको पनि म टोटल गल्ती भन्दैन। खाएन भने त बिक्री हुँदैन। उनीहरू के भन्छ तपाईँहरूको? मेरो त नानी स्कुलमा पढ्दैछ, मेरो त घरमा रक्सी बिक्री गरेर खाना आउँदैन, उसको नानी पढ्दैछ, तर 50 जनाको नानीको पढाउनेको पैसा उसको दुकानमा रक्सीमा बर्बाद हुँदैछ। यो कुरा सबैले आज बुझ्नुपर्छ। यो हामी बुझेन भने हामी समाजलाई अगाडि बढाउन सक्दैन। यो चिज हामीलाई चाहिन्छ। हाम्रो यो प्रोग्राम पूजा ब्ल्याङ्केट डिस्ट्रिब्युसन के हाम्रो त्यति क्षमता छैन। तपाईँहरू सबले तपाईँहरू मलाई कन्ट्रिब्युट गर्नुभयो, त्यही दिएर म दिँदैछु। यसका हाम्रो कोही क्रेडिट छैन। यी लिएर हामी चाहिँ तपाईँको अगाडि आऊ, तपाईँहरूको साथ मिलेर हाम्रो जो प्रब्लम छ त्यो समाधान गरौँ। एसएनजीलाई मलाई किन मन पराउँछ? धेरै एसएनजीहरू छ, घरमा एक टाइपको खाना हुन्छ, टाइपको खाना हुँदैन। मलाई थाहा छ, म अरू जग्गा पनि एसएनजीको साथ काम गरेँ, आशा कर्मीको साथ काम गरेँ। उनीहरू दुःख दिन्छ, तर उनीहरूको एउटा के दिन्छ? उनीहरूको हल टाइम एउटा कोसिस हुन्छ कि हाम्रो समाज सोचोस्, हाम्रो मान्छे अगाडि बढोस्। अब चाहिँ टाइम आयो, समाज, एसएचजी, पुलिस, गाउँको मान्छे, बागानको पनि जिम्मेदारी छ। बागान भने चाहिँ के हो? यो बागान दलले बागानको जो जति आदमी छ उसको गार्जियन हो बागान म्यानेजरलाई पनि म अनुरोध गर्छु, तपाईँहरूले सोसालमा ध्यान लगाउनुहोस्। हामी मिलेर चलो 2-4 जना आएर हामीलाई रोक्नु सक्दैन। उनीहरू पनि सुध्रिन्छ, बाध्य भएर सुध्रिनु बाध्य हुन्छ। यो चाहिँ हाम्रो भ्यू हो। त्यहाँदेखि हाम्रो जो प्रोग्रामहरू हुनुभयो, ब्ल्याङ्केट मैले यहाँ आएर फिल गरेँ। म मधेसमा बस्ने, मलाई जाडो लाग्दैछ, मेरो त ब्ल्याङ्केट छ, गरिब मान्छेहरू त छैन, उनीहरूको त छैन। त्यही लागि यो प्रोग्राम राखेको छु। हामी सबलाई दिनु सक्दैन, जतिजना कोसिस गर्दैछु दिँदैछु। त्यहाँदेखि 4 रक्सी मध्ये होइन, गाँजा, ड्रग्स पुरा बढेको थियो। 20 तारिक तपाईँहरू दार्जिलिङ पुलिसलाई सहयोग गर्नु हुँदैछ। हामी कन्ट्रोलमा लिएर आएको छु। कन्ट्रोल हुँदै जाँदैछ, बन्द चाहिँ भएको छैन। यो सेटिस्फेक्सन लिनु हुँदैन। ड्रग्स यस्तो खालको चिज हो, फेरि बढ्ने कोसिस गर्छ। तपाईँहरू चाहिँ पुलिसलाई इन्फर्मेसन मात्रै दिनुहोस्, यहाँ केटाहरू यस्तो यस्तो गर्दैछ भनेर हामी रोक्छौँ। यो रोकथाम गर्नुपर्छ। ड्रग्समा केटाहरू किन जाँदैछ यहाँ कुरा पनि बुझ्दैछ। अलिकति टाइम दिँदैछु, बुझ्नुपर्छ। स्कुल बन्द छ कोरोनाले गर्दा, नानीहरूको टाइम पास पढाइ गर्दैन, मोबाइल लिएर बाउ आमालाई भन्छ म अनलाइन क्लास गर्दैछु, फोनमा भन्दैछु। साथी
मस्त भन्छ यसको मस्त डान्समा उनीहरूको भाषामा मस्त मस्त छ लिएर मस्त हुनुपर्छ घरमा भने म अनलाइन क्लास गर्दैछु क्लासको अरू एउटा के प्रब्लम छ खाएर आउँछ तपाईँले चाल पाउनु स्मेल छ छोरा नानी सानो नानीहरूको माथि 24 घण्टा नजर राख्नुपर्छ कहाँ जाँदैछ के गर्दैछ कस्तो यो जिम्मेदारी चाहिँ गार्जियनको यो जिम्मेदारी समाजको आज एउटा चिज बिस्तारै बिस्तारै खत्म हुँदैछ यो खत्म भयो भने डेन्जरस हुन्छ पहिला के थियो हामी जति बेला सानो थियो काका हो मामा हो हेर्दाखेरि एउटा इज्जत काकाको अगाडि नराम्रो नबोल्ने काकाको अगाडि पनि के नराम्रो नबोल्ने अर्थात् ठुलोलाई रेस्पेक्ट गर्ने गाउँ समाजलाई आज मेरोमा यो पनि रिपोर्ट छ यो सब जग्गाको एक फ्याक्ट हो समाजको सेक्रेटरी प्रेसिडेन्टले कसैले मान्दैन समाजलाई म क्लियर भन्न चाहन्छु तपाईहरु स्टिक हुनुहोस् जसले मान्दैन उसको विचार म गर्छु साथ म दिन्छु हुँदैन त्यस्तो चल्दैन जो समाज सिस्टम छ जो एसएसजी छ जो मान्छेको लागि काम गर्दैछ उनीहरूको कुरा लास्ट कुरा हो हामी पनि तपाईहरुको साथ सल्लाह गरेर गाउँमा काम गर्छौं हामी पनि त्यस्तै हैन पुलिस भयो भयंकर भयो आयो उठाएर लिएर डान्डालाई होइन म तपाईहरुको बारे रिपोर्ट लिन्छु फ्याक्ट चाहिँ के हो त्यति बेला तपाईहरुको फिक्रा मिल्यो भने ठिकै छ मिलेन भने छ हाम्रोमा डान्डा छ जेल छ सब जग्गा छ माया पहिला छ हाम्रो पुलिसको यो हाम्रो दार्जिलिङ पुलिसको माया भिड हो उसमा तपाईहरु साथ दिनुस् और आज लम्बा गर्दैन मैले यहाँ स्टेज देखि हेर्नु राम्रो लाग्यो राम्रो थ्यांक यू जोगेन भाइ राम्रो अर्गनाइज गर्ने जोगेन भाइ राम्रो केटा हो मैले हाम्रो जो पुलिस पार्टी मञ्च थाना कमिटी यसमा उसलाई प्रेसिडेन्ट राखेको छु हाम्रो महेश भाइ छ उसले पनि पुरा टाइम दिँदैछ यस्तै खालको मलाई सोशल वर्करहरू मेरो साथमा छ जो टाइम दिनु सक्छ सबले टाइम दिनु सक्दैन आफ्नो आफ्नो काम छ मनबाट सामर्थ्य कमसे कम गरिदिनुहोस् यो कमिटीले अगाडि धेरै धेरै काम गर्न सक्छ लास्टमा तपाईहरुको अगाडि जो मान्छेले हाम्रो प्रोग्राम सफल गर्नको निम्ति सहयोग गर्दैछ सबलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु म धन्यवाद ज्ञापन गर्छु हाम्रो जिटिएको एक्स चेयरम्यान अनित थापाज्यूलाई उनीहरू पनि सोशल वर्कमा आजदेखि होइन कमसेकम 10-12 सालदेखि म जहाँ पनि जान्छु सहयोग गरिरहेको छ यसमा पनि उसले कन्ट्रिब्युट गरेको छ मान्छेको लागि उसलाई पनि थाहा छ कि हामी पब्लिकलाई लिएर हातमा दिन्छु तो सबलाई धन्यवाद और आज हाम्रो चिल्ड्रेन डे हो हामी थानामा एउटा सानो प्रोग्राम राखेको छु जो गरिब नानीहरू छ उनीहरूको चाहिँ हामी ज्याकेट पार्छौँ लिस्ट भयो अझै छुट्छ मलाई थाहा छ थुप्रो छ उनीहरूको हामी बादमा दिन्छु तर आज स्पेसिफिक डे हो और एउटा 8 सिट एन्ड डोइङ कम्पिटिसन छ वर्षेर प्रतियोगिता थानामा हुन्छ जो नानीहरू छ उनीहरूको पठाइदिनुहोस् उनीहरूको लागि पनि गिफ्ट छ यो भन्दा सबलाई आगामी दिनमा तपाईँ हामी सबै मिलेर बेनिफिटलाई तथा हाम्रो लिभिङ भेलीलाई अगाडि बढी लिएर जाउँ और एउटा खुसीको कुरा हो म पनि तपाईहरुको बेनिफिटकै हो किनभने मेरो टिओपी बेनिफिट टी गार्डनमै पर्छ त्यसले नि तपाईहरुकोबाट चाहिँ हाम्रो आशा एक्सेप्ट म्यानेजर साहब हाम्रो ज्यादा छ तपाईहरुको सहयोगहरु भन्दा ज्यादा हामीलाई चाहिन्छ सबैलाई लिएर आगामी दिनमा चल्छ अलिकति यहाँ डान्स बाजाको चल्दैछ तपाईहरु हाम्रो साथ कोअपरेट गर्नुस् यो सबै बन्द भइहाल्छ और एउटा लास्टमा जो पनि मैले अनुरोध गर्छु यहाँ एउटा हाम्रो कमिटीको तर्फबाट कल्चरल कम्पिटिसनको बन्दोबस्त गर गाउँको जति छ सबले प्र्याक्टिस गर्नुस् एसएसजी दिदी मलाई नाम थाहा छैन अलि उभिदिनुस् न कसले राम्रो डान्स गर्नु भएको थियो हाम्रो एसएसजी दिदीको डान्स गर्नु भएको छैन अघि छ यहाँ तपाईको म एउटा जिम्मेदारी सोध्दैछु मैले हेरेँ तपाईँ प्रोफेसनल डान्सर हुनुहुन्थ्यो होला किन तपाईको बिट डान्सको जो बिट त्यो बिट राम्रो छ तपाईको एउटा ग्रुप तयारी गर्नुस् सिकाउनुस् आफ्नो प्रतिभालाई छराउनुपर्छ विकसित गर्नुपर्छ भित्र राखेर हुँदैन ठीक छ जस्तो हाम्रो दार्जिलिङ पुलिस तर्फबाट हामी कोसिस गर्दैछौँ पुलिसमा कसैले भर्ती हुनुपर्छ पुलिसमा कसैले एप्लाई गर्यो भने मेरोमा आइजाऊ के हुन्छ एकदम आफ्नो कोसिस गर्छु ऊ पनि मेरो जस्तो एउटा पुलिस कि मेरो भन्दा अझै राम्रो एउटा पुलिस अफिसर बन्नुहोस् तपाईँ एउटा डान्सर हुनुहुन्थ्यो तपाईँ पनि कोसिस गर्नु तपाईँ गाउँको होइन बेनिङपङकै त तपाईँ कोसिस गर्नुहोस् गाउँमा राम्रो ट्यालेन्टेड नानीहरू छ सिकाउनु सक्ने उसको बारबार सेट बेनिङपङ लिएर हामीहरू यहाँ कम्पिटिसन राख्छौँ फुटबलमा पनि केटाहरू खेल्दैछ
धेरै जग्गामा हुँदैछ, फुटबलको पनि हुन्छ, सबै काम गर्नुपर्छ। कल्चरल गेममा नानीहरूले कन्भर्ट गर्यो भने गाजा खानु जाँदैन, रक्स खानु जाँदैन, फ्याक्ट उनीहरूको टाइम पासको बाटो दिनुपर्छ। एउटा फुटबल कम्पिटिसन राख्यो भने नानीहरू गाउँमा जान्छ त, है हाम्रो गाउँमा खेलेर प्र्याक्टिस गर्नुपर्छ होइन। डान्सको भयो भने डान्स प्र्याक्टिस सुरु हुन्छ, यहाँ तपाईँहरू गर्नु सक्नुहुन्छ। गरेर जो ट्यालेन्टेड नानीहरू निस्किन्छ उनीहरू माथि पुगाउने ट्यालेन्टेड छ भने त्यो जिम्मेदारी हाम्रो हातको सिक्ने। के भन्दा तपाईँहरूको भोट पनि लाग्यो होला, धेरै धेरै धन्यवाद दिँदा तपाईँहरू काम छोडेर आउनुभयो, हप्तामा एक दिन मात्रै छुट्टिएर पनि तपाईँहरू आउनुभयो हाम्रो आह्वानमा, त्यसले फेरि एकपल्ट धन्यवाद जनाउँदै मेरो वक्तव्य खतम गर्छु। मैले अघि पनि तपाईँलाई भनिहालेँ 6 महिना मात्रै 6 महिना जस्तो मात्रै हुनुभएको छ म टिएपीमा प्रभारी भएर आउनु भएको। यहाँ क्षेत्रमा धेरै धेरै नकारात्मक ऊर्जाहरूलाई कन्ट्रोल गरिसक्नु भएको छ र भावी दिनहरूमा पनि अझै राम्रो राम्रो कुराहरू गर्दै जाने साथ हाम्रो म्यानेजमेन्ट तर्फबाट 100% सपोर्ट छ भन्दै उहाँलाई विश्वास त दिलाउन चाहन्छु है। र वक्तव्यको क्रममा हाम्रो दार्जिलिङ पुलिस सरदारद्वारा आइसी आउनु भएको छ, हाम्रो सर एस दास सरजी हुनुहुन्छ, उहाँलाई पनि 2 शब्द राखिदिनु हुन म विनम्र निवेदन टक्राउँदछु। सबसे पहले तो ये बोलूँगा, मुझे आपका लैंग्वेज नहीं आता है, बहुत हिंदी बोल लेता हूँ। तो पहले मैं ये बोलूँगा कि आप लोग अपने आप को पहचानते नहीं हैं, आप लोग अपने आप को पहचानते नहीं हैं। कैसे नहीं पहचानते हैं? ये जो हिमालय की भूमि है, यहाँ पे आज से 4000 साल पहले जो डेमोक्रेसी का जो आइडिया है ना, जो हम पढ़ते हैं प्रैक्टिस करते हैं, वो डेमोक्रेसी यहीं से शुरू हुआ था। आप में से किसी ने अगर सिंह सेनापति पढ़े होंगे, हाँ, राहुल सांकृत्यायन का लिखा है वो किताब, तो राहुल सांकृत्यायन जी एक्चुअली में वो एक वामपंथी मतलब वो चिंता के आदमी थे, फिलोसॉफी था। तो उन्होंने मिट्टी खोद के ये आपके नेपाल और ये हमारे बिहार के एक बीच में एक जगह है, वहाँ पे खोद के उनके कुछ चीज निकाले थे। तो उसमें से कुछ चीज सामने आया, तो किताब का नाम रखा गया सिंह सेनापति। कोई अगर पढ़ सकते हैं तो पढ़ लीजिएगा। वो किताब में पूरे भर भर के ये दिखाया गया है कि जो डेमोक्रेसी का जो आइडिया है, गणतंत्र जिसको हम बोलते हैं, वो असल में आपके इसी भूमि में शुरू हुआ था। ये आपकी ये पुण्य भूमि, और आपकी ये पुण्य भूमि ने क्या दिया है? भगवान बुद्ध को दिया है। वो बुद्ध ने क्या किया है? बुद्ध ने जाके पहले जो हिंदू समाज था उनमें जो जड़ता था उसमें उन्होंने एक धक्का लगाया, जोर से एक धक्का लगाया, तभी जाके हमारे जो आज का जो वेदांत है, वो वेदांत फिलोसॉफी शंकराचार्य जी ने लाया। तो जो फिलोसॉफिकल जो ट्विस्ट हमारा जो इंडिया में आया है, भारत में जो फिलोसॉफिकल जो ट्विस्ट जो आया है, वो ट्विस्ट लाने में भी आपका जो भूमि है, आपका जो धरोहर है, आपका जो संस्कृति है, आपका ही मिट्टी का देन है। आज का भारत, आज का समाज। अभी आप सोचिए कि आज के स्पोर्ट्स की तरफ देखिए, आज का जो स्पोर्ट्स है वो फुटबॉल से लेके बॉक्सिंग तक, रनिंग से लेके सब कुछ। अब देखिए आपका ही अंचल का जो है, इसी नॉर्थ ईस्ट या नॉर्दर्न इंडिया या तो हिमालय की चोटी से जो उभरे हैं, वही लड़का, वही लड़की, वही सब कुछ ला रहे हैं। वो इंटरनेशनल गेम्स हो या चाहे ओलंपियाड्स हो, कुछ भी हो। तो फिर भी मैं जब यहाँ पे तो मुझे लगा कि आप लोग कुछ गलत कर रहे हैं। गलत क्या कर रहे हैं कि आप लोग ठीक से अपने आप को ढाल नहीं पा रहे माहौल के साथ। आपको क्या करना चाहिए? फॉर मिसाले तौर ऐसे एग्जाम्पल मैं बोलूँगा। आप कभी वो एक होटल है, उसका नाम मैं भूल गया, वो डॉल्फिन है ना, डॉल्फिन होटल, डॉल्फिन जो है उसके आगे ही और भी 2-4 होटल है। तो वहाँ पे देखिए पान वाला बैठता है, छोटा सा सफेद वाला दुकान है। तो मैं बोलता हूँ भैया तुम यहाँ पे बैठे हो, वो तुम्हारे सामने कांचनजंगा है इतना बड़ा,
तुम इसको बेच नहीं पा रहे हो। कांचनजंगा खुद बोला तू मुझे बेच दे, मैं यहाँ पे बैठा हूँ, तेरा काम है मुझे बेचना। सारा दुनिया अपना संस्कृति अपना धरोहर बेच रहे हैं, आप बेच नहीं पा रहे हो। मैं गलत बोल रहा हूँ? वो चाय वाला कुछ नहीं करना था, उसको खाली एक तो ड्रेस लगाना था ठीक से और गुमटी के भीतर नहीं बैठना था, बाहर बैठना था और बाहर से ऐसे उसको ठीक से जो दुकान था उसको लगाना था। मिसाल तौर में और बोलूंगा कि अगर वो कुल्फी चाय लगा लेता वहां पे ना, वो एक चाय होता है जिसमें वो क्या कटोरा को ना पहले जलाना पड़ता है, फिर उसमें वो इलायची वाला चाय डालता है तो उसमें मिट्टी का खुशबू आता है। तो अगर वो वहीं पे वो डालेगा दुकान ना, तो मैं शर्त लगा सकता हूँ कि वो महीना में कम से कम 60 से 70 हजार रुपए कमाए, उसे कहीं नहीं जाना होगा। आपको खाली सोचना है कि क्या आपको बेचना है और कैसे बेचना है। आपके पास बहुत सारे चीजें हैं, आपके कल्चर में, आपके पोशाक में, आप जो पहनते हैं, जो पहनावा है, उसको भी आप अच्छी तरह से अगर वो मार्केट में लाएंगे, दैट इज ऑल्सो सेलेब्रेट। तो मैं ये बोलना चाहता हूँ कि कहीं पे ना कहीं पे आप लोग थोड़ा पिछड़ नहीं गए, हम बोलेंगे पीछे भी नहीं है, आप लोग सोचे नहीं है। आपको कुछ सोचना चाहिए, नई तरीके से सोचना चाहिए। जैसे मैंने आज यहाँ पे देखा जो देने का जो कल्चर है, जैसे आप लोगों ने वो यूपी का जो इंचार्ज है हमारे तोपन दास बाबू, उन्होंने जैसे बोला कि आप लोग दे रहे हो तभी जाके ये प्रोग्राम चल रहा है। ये कल्चर ये पहले से ही था, ये आज कुछ नया बना। क्योंकि मैं बहुत बार बात घूमने आया, मैं देखा हूँ यहाँ का ड्राइवर जो है और हमारे जो प्लेन्स का ड्राइवर है, दोनों में कितना अंतर है। मेरा खुद का गाड़ी है, मैं नीचे चलाता हूँ, गाड़ी चला लिया करता हूँ नीचे, तो खाली हॉर्न करता है, कोई किसी को साइड नहीं देता और एक होड़ चलता है, जैसे रैट रेस चल रहा हो, कौन आगे जाएगा और कौन किसको पीछे डालेगा। लेकिन पहाड़ में देखिए, एक ड्राइवर दूसरे ड्राइवर को रेस्पेक्ट करता है, साइड देता है, वेट करता है, जब तक वो ना आता है वो जाता नहीं है। मैं गलत बोल रहा हूँ? मैंने ऑब्जर्व किया है कि आपके खून में, आपके रगों में वही भगवान बुद्ध की और वही डेमोक्रेसी वाला आइडिया वाला खून जो है, वो सच्चे खून, वो सफेद खून, वो अभी भी दौड़ रहे हैं। खाली आपको क्या करना है, उसको जागरूक करना है, उसी दिशा में, उसी सोच में, उसी लगाव के साथ आपको बढ़ना है। हम तो पहले से आपको देखते थे, आगे भी देखेंगे कि आप लोग ऊपर हैं, आप लोग ऊपर ही रहोगे और भी आगे बढ़ोगे। हम लोग नीचे वाले, हम लोग नीचे ही रह जाएंगे और आपसे सीखेंगे। इसी उम्मीद से आज भी अगर हमारे हिंदू धर्म में आप देखेंगे तो ये बोला जाता है कौन सबसे बड़ा साधु है। हिंदू धर्म में, बौद्ध में भी कौन सबसे बड़ा साधु है, जो जितना हिमालय का हाइट में जाएगा। मैं गलत बोल रहा हूं? जितना हाइट में जो बाबा बैठता है हिमालय का, वो बाबा उतना बड़ा है, क्योंकि यहाँ पर ठंड है और ठंड के खिलाफ वही लड़ सकता है जो अपने जिस्म और अपने जो पूरा नर्वस सिस्टम और अपने ब्रीदिंग टेक्निक्स के ऊपर अपने कुशलता जो है उसको लाया है, वो भी योग के सहायता से। विदाउट योगा, योगा भी तो आपका ही देन है। ये योगा लाया किसने? हिमालय का जो पुण्य भूमि है, यही से योगा है जो नीचे उतरा है। अब पूरा दुनिया, अमेरिका में अगर आप चलेंगे, मेरा कुछ रिश्ता बंधु है वहां पे, मैं गया हूँ 1-2 बार, तो मैं देखा वहां पे कॉफी स्टॉल जितना नहीं है उससे ज्यादा योगा स्टूडियो है। आप मानेंगे नहीं, हर रास्ता पे, हर चौड़ा पे एक तो आपको योगा स्टूडियो जरूर मिलेगा। हमारे हिंदुस्तान को देखिए, कहीं पे योगा स्टूडियो है ही नहीं, कोई करता ही नहीं। जो करता है रामदेव का भक्त है, मूर्ख है, टाइम वेस्ट कर रहा है। नहीं, ये योगा जो है, एक और एक किताब अभी मार्केट में आया है, वो है सुभाष चंद्र बोस के बारे में। सुभाष चंद्र बोस के बारे में तो सुने हैं। सुभाष चंद्र बोस का जो उन्होंने गायब हो गया अचानक से ना, तो उसके बारे में अभी एक नया सा एक सोच आ रहा है। बोला जा रहा है कि वो अभी तिब्बत में है, पता नहीं सच है कि, लेकिन बहुत जो लिखा है किताब, वो बोल रहे हैं कि वो वहीं पे है और तिब्बती जो बुद्धिस्ट साधु है उनके साथ हैं, छुपे हुए वहीं पे, और अपना जो उम्र है उनको उन्होंने काफी बढ़ा लिया है
आपके यहाँ पे बहुत सारे बाबा हैं तिब्बत के आसपास जो 300, 350, 400 साल तक जीते हैं। ये आगे भी था, ये उत्तर प्रदेश है, देवरी बाबा बोल के तो बाबा है, उनके नाम में स्टेशन है देवरी बाबा। तो वो तो लाल बहादुर शास्त्री के नाम सुने होंगे आप। तो लाल बहादुर शास्त्री जी बोल रहे हैं कि उनका दादू ने बोला था कि दादू का जो बाबा है उन्होंने बोला था कि देवरी बाबा उनका गुरु था। तो हिसाब लगा तो देखा गया कि औरंगजेब के टाइम का है वो देवरी बाबा। देवरी बाबा जो था वो औरंगजेब के टाइम का है। ये जो खेजड़ी को जो माचान बाबा था, माचान बाबा जिन्होंने इंदिरा गांधी को हाथ साइन दिया था ना, जो कांग्रेस का जो साइन है वो हाथ साइन, वो एक्चुअली जो माचान बाबा है उन्होंने दिया था। माचान बाबा के पास इंदिरा गांधी गया था जब इमरजेंसी चल रहा था, इंदिरा गांधी का कुछ टाइट सिचुएशन चल रहा था, पॉलिटिकली बहुत डिस्टर्ब थे वो, तो गए थे बाबा ने उनको ऐसे हाथ से ऐसे किया था, तो फिर हाथ साइन को कांग्रेस का साइन बनाया। तो वो भी वही से रहा। तो जो धरोहर है हमारे, जो हमारा पूर्व का शिक्षा है, अगर हम उन तक नहीं पहुंचेंगे पहले तो हमारा उद्धार नहीं होगा। एक ये देखिए पहाड़ पे देखिए 10 मंजिला 4 मंजिला बना था, फटाक से गिर जाता है। लेकिन पेड़ को देखिए सदियों से वैसे, धुपी का पेड़ देखिए वो कैसे खड़ा है। तो पेड़ का ना 2 हिस्सा होता है, एक है उसका जड़ और दूसरा उसका सिर जो ऊपर रहता है मिट्टी के। हम क्या कर रहे हैं, अपना जड़ को भूल रहे हैं। तो ऊपर क्या आया, ऊपर में जो है वो आपका कर्म है और नीचे जो है वो आपका पोर्टल है जहां से आप आए हैं। तो आप अपने पोर्टल को अगर भूल गए तो ऊपर में आपको क्या मिलेगा, कुछ नहीं मिलेगा। तो हमें जो है वही करना होगा जो हम पहले से करते आए हैं, क्योंकि हम नया कुछ करेंगे तब कुछ नया कर पाएंगे जब हम अपने आप से और अपने संस्कृति से, अपने कल्चर से, अपने वैल्यू सिस्टम के। सबसे बड़ा जो है हमारे घर के जो माँ और बाबा है, बहू है और बेटियां। जैसे दीदी ने एक तो कविता बोला, मुझे बहुत अच्छा लगा कि लड़की मतलब ये नहीं कि चूल्हा और चौकी में वो खाली व्यस्त रहे। और एक चीज हमको सीखना है, ये भी मैं किताब से नहीं पढ़ा हूँ, मैं आपको बस जो पढ़ा हूँ वही बोल रहा हूँ, झाड़ रहा हूँ, कुछ नहीं है मेरा, कुछ नया नहीं दे रहा हूँ, जो पढ़ा हूँ मैं वही बोल रहा हूँ। वही पे तो बहुत बड़ा बात बोला गया था, जो किताब मैंने पढ़ा था लास्ट में, उसमें बोला गया कि देखिएगा कि हमारा जो घर का लड़का है और लड़की है, हम लोग कैसे अंतर करते हैं। लड़का को हम लोग पढ़ने के लिए भेज देते हैं, खेलने के लिए भेज देते हैं, और लड़की को क्या, चल बर्तन मांज, चल पानी ला, चल कपड़ा साथ सुखा दे, कपड़ा को उठा के ला। लड़के को हम लोग बोलते नहीं, क्यों नहीं बोलते, क्यों नहीं बोलते। फिर जब जाके आपका जब बेटा होगा और आपका बहू जब आपको बेटा को नहीं मानेगा और उल्टा सीधा गाली देगा, तो आप बोलेंगे कि आपका बहू खराब है, आपने बेटा को सिखाया नहीं, आपने अपनी बेटी को सिखाया। लेकिन किसी के भी घर में बेटी को लेकर उतना समस्या नहीं होती जितना समस्या होता है बेटा को लेकर होता है। क्यों होता है, बेटा ट्रेंड नहीं है। संसार जो है, संसार में जाने के बाद मर्द और औरत दोनों को एक साथ में काम करना पड़ता है। इसका ट्रेनिंग लड़के के पास नहीं होता है। देखिएगा लड़के के पास बिल्कुल एक ट्रेनिंग नहीं, उसको जानता नहीं है कैसे झाड़ू पोछा देना है, कैसे बर्तन मांजना है, कैसे क्या करना है। वो क्या करता है, बिल्कुल वो लेडी पे डिपेंडेंट रहता है। ये लेकिन ये ठीक नहीं है। ठीक है, आपके कल्चर में होगा कि हमारे प्लेन्स में भी ऐसा चलता है कि हम लोग लड़का लोग सब लड़कियों पे थोप देते, तुम करो तुम करो तुम करो, ये लड़की वाला काम है, मैं क्यों करूँ। ऐसा कोई काम नहीं होता कि लड़की वाला होता है। जैसे डिफेंस में, जैसे मेरा एक पैरामिलिट्री ट्रेनिंग है, जब मैं माओवादी इलाका में था, तो हमको पहले सिखाया गया हाउ टू कुक। पहले तो सिखाया गया हाउ टू रन, माने हाउ टू फ्ली, कैसे भागना चाहिए। युद्ध कला का सबसे बड़ा कला है कैसे भागे, और दूसरा कला है कैसे खाए, किस तरह पकाए उसको और किस तरह से खाए। चीजें हर तरह का मिलेगा आपको जंगल में, वो मछली से लेके सांप तक मिलेगा, और फल मिलेगा, पौधा मिलेगा, पेड़ मिलेगा, लेकिन किसको कैसे खाना है। लड़का को देखिएगा, किसी भी घर में जाइएगा, उसको पता ही नहीं है किसको किस तरह पकाना है और खाना है। तो अगर समाज में जो है एक इक्वलिटी लाना है, महज वो किताब में न रह जाए, महज वो खाली बोलने के लिए न रह जाए, तो आपको जो पहले करना है कि लड़का को लड़की वाला काम करवाइए। कोई काम लड़की वाला नहीं होता है, हर काम हर किसी के लिए होता है। खासकर जब घर में रहना चाहते हैं और संसार बनाना चाहते हैं। तो मैं इस आशा के साथ यही बोलूंगा कि जो हमारे जो भारत जो है वो अभी आगे बढ़ रहा है,
हमारे जो देश है पश्चिम बंगाल है वो आगे बढ़ रहा है, हमें इसके साथ ताल मिला के चलना होगा और एक दूसरे का जो सहायता है वो करना होगा, सबका जो है सम्मान करना होगा, सबका वैल्यू करना होगा। यही हमारा कल्चर है, यही हमारा धर्म है और यही हमने सीखा है, आगे भी हम यही करते रहेंगे। जैसे आपने और ये लेबोंग का जो सारे रहने वाले हैं और जो ये में जितने भी हम परिवार वाले हैं सभी ने वो किए हैं आज के दिन में। मैं यही बोलूँगा कि आगे भी आप ये करते रहें और आगे बढ़ते रहें। धन्यवाद। हामीहरू जति पनि हुनुहुन्छ तपाईँहरू कृपा गरेर कार्यक्रममा सबै भन्न गइदिने अनुरोध गर्दछु र यसै गरेर हरेक एसएसजी ग्रुपका सभापति एसएसजी ग्रुपका कोही पनि सभापति सचिवलाई मञ्चमा निम्ताउन चाहन्छौँ। कोही कोही मञ्चमा आएको अनुरोध गर्दछौँ। यता उभिनुहोस् न। र खासमा कमिटीबाट खासमा सुरुमा दिलीप भुजेल सीमा तामाङ अगाडि आइदिने अनुरोध गर्दछु र हाम्रो एसएसजी घरेको एसएसजी सभापतिको रिपोर्ट उहाँलाई वितरण गरिदिने अनुरोध गर्दछु। यता हेर दिनुहोस् न। जति पनि मैले भनेको प्रेसिडेन्ट सेक्रेटरी जति पनि अगाडि आइदिने अनुरोध गर्दछौँ। ती बसेर क्या त्यहीबाट दिनुहोस् न ल। हुन्छ र भोलि बिहान सके पश्चात सहजै हामी कालो तर्फ लाग्नेछौँ। एसएसजी ग्रुपको रिपोर्ट ब्ल्याङ्केट वितरण गरिदिने अनुरोध गर्दछौँ। र फेरि पनि सूचना जति पनि ब्ल्याङ्केट लिनेहरू कार्यक्रम छोडेर गइदिने अनुरोध गर्दछौँ। हाम्रो डेभलपमेन्टका सभापति एमपी सुदासजीलाई एमपी सुदासको रिपोर्टहरू वितरण गरिदिने अनुरोध गर्दछौँ। त्यही त भनेको त्यही बुझिसक्यो। अझै ब्याक गरिदिनुहोस् न। हौ त्यसरी त्यतिकै जानुहोस्। हौ त्यसरी जानुहोस् न। अहिले मिल्यो नि। अहिले मिल्यो नि त है। हो ब्ल्याङ्केट डिस्ट्रिब्युसनमा यो मैले नाम सूची जुन चाहिँ मैले एडिट गरेको त्यसमा जो कोही आएको छैन उनीहरूको टोकन चाहिँ हाम्रो कालो रोड एसएसजी सुषमा थापाज्यूलाई दिने अनुरोध र कालो रोड सकेपछि हामी भनेको समाजको जति मैले सूची पढेँ उहाँलाई
ब्ल्याङ्केट वितरण गरिदिने विनम्र निवेदन गर्दछु। र जति गाउँबाट आफू ब्ल्याङ्केट लिन नआउनेहरूको कुपन हेर्नु भएको छ भने त्यो कुपन हाम्रो सुषमा थापाज्यूलाई दिने अनुरोध गर्दछु। समाजको प्रेसिडेन्ट सेक्रेटरी जति हुनुहुन्छ तपाईँहरू अगाडि आइदिनु कृपा गरेर अगाडि आइदिने अनुरोध गर्दछु। हो त्यतिकोबाट हो त्यतिकोबाट र यो कार्यक्रमलाई सफल बनाउनको निम्ति थपडीमा दिने अनुरोध गर्छु। र यसै गरी कार्यक्रम सके पश्चात हामी पहिलो कुरा अन्तिम समाज पहिलो कुरा समाज पनि हामी जान लागिरहेका छौँ। पहिलो कुराबाट सतीश गुरुङ, सचिन राई, बुद्धवीर थापा, यता हो यता यो जुन चाहिँ मैले पढाएको सूचीमा जति पनि छोडी पर्दैछ ल दया गरेर साइलेन्ट गरिदिने हामी आयोजक पक्षबाट विनम्र विनती जनाउँदछौँ। र यो ब्ल्याङ्केट डिस्ट्रिब्युसन जुन चाहिँ कार्यक्रम छ यसको जुन चाहिँ चिफ कोअर्डिनेटर साथै त्यो विरोधीमा हाम्रो तपन कुमार दास सरज्यूलाई हामी सम्पूर्ण बेनेकको 6 वटा समाज समाज सुधार भोलिमा हाम्रो सबै कुरो सुधिँदै जान्छ। आज एक व्यक्तिबाट सुरु गरेर 1000 व्यक्तिहरू हुन्छ। एउटा कथा छ एक ठगी सुधी सही ठगी नदी भएर हामी काम गरौँ। अनि जुन प्रकारले यस प्रोग्राममा जतिजनाले ब्ल्याङ्केटहरू पाउनुभयो अनि अब जतिजनाले पाउनु भएको छैन तपाईँले मन नदुखाइदिने हाम्रो यो प्रोग्राम यथावत रहनेछ। तपाईँहरूले जतिजनाले पाउनु भएको छ दोस्रो पल्ट पाउनु हुँदैन। जतिजनाले पाएको छैन उहाँले पाउनुहुन्छ। तपाईँलाई हामी भरोसा दिलाउँछौँ। अनि यो खालको प्रोग्राम यो खालको कार्यक्रम हामीले गर्दैछौँ। अनि दिनदिनै हामीले बेनेकलाई हाम्रो पुलिस प्रभारी अनि हाम्रो जति पनि कालीपूजा कमिटीहरू छ उहाँसँग मिलेर हाम्रो बेनेकबाट पनि केही उहाँलाई सहयोग गरौँ। अनि जति पनि उपस्थित हुनुभएको छ अतिथिगण अनि समाज एसएससी अनि जति पनि आउनुभएका महानुभावहरू छ उहाँहरूलाई हाम्रो यस आयोजक कमिटीबाट धेरै धेरै धन्यवाद। आउँदो दिनमा पनि यसरी नै हामी एउटा खुसीको माहौल गरेर आउँदो दिनमा बेनेकलाई राम्रो हुन्छ दर्शनको नाम दिनु भन्दै आज तपाईँहरूको आज सहयोगले यस कार्यक्रमलाई धेरै राम्रो प्रकाशित भयो। अनि
धेरै राम्रो सेवा दियो। आउँदो दिनमा अझै राम्रो प्रोग्राम कार्यक्रमहरू गरौँ भन्दै आजको सम्पूर्ण सबैलाई एकै मुष्टमा बाँधेर धेरै धेरै धन्यवाद आयोजक समितिबाट अनि यस सभा अनि यस कार्यक्रमलाई पनि म यहीबाट आजको दिनमा प्रकाश भएको घोषणा गर्दैछु। धन्यवाद। आज बेलायतन सार्वजनिक भवनमा काली पूजा महाउत्सव कमिटीद्वारा आयोजित जुन प्रकारको विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गर्ने एउटा उद्देश्य थियो अनि यस आज बेलायतन भेगमा पनि यस कार्यक्रम सम्पन्न भयो अनि यहाँ 53वटा विपन्न परिवारलाई ब्ल्याङ्केट वितरण गरियो अनि जति एकजना बालक नानी उहाँ असहाय हुनुहुन्छ उहाँलाई पनि केही सामग्रीहरू टिओपी आउटपोस्ट के तपन कुमार श्रीमान तपन कुमार सरबाट बाउलीबाट उहाँलाई वितरण गरियो अनि जुन प्रकारको यस लेबुङ भेली अन्तर्गत यो काली पूजा महोत्सव कमिटीको मेन उद्देश्य के हो भनेपछि हामी गाउँ गाउँ घर घर गएर जुन प्रकारको एउटा अवेरनेस प्रोग्रामहरू छ त्यस अवेरनेस प्रोग्रामहरू अनि जति पनि विपन्न परिवार छ जो परिवारलाई हामीले के अरे तल्लो दर्जामा बसेको छ उहाँलाई हात दिएर उठाउने एउटा परिकल्पना छ अनि जुन प्रकारको लेबुङ भेली अन्तर्गत जति पनि हाम्रा एउटा नराम्रो लत लागेर जुन प्रकारको युथहरू बिग्रेर गएको छ त्यो युथहरूलाई हाम्रो यस कमिटीबाट उहाँहरूलाई खेलकुदमा इन्गेज गरेर अनि नृत्यपट्टि अनि नाटकपट्टि धेरै इभेन्ट्सहरूपट्टि हामीले इन्गेज गरेर उहाँहरूलाई हामीले त्यो माध्यम नसाबाट टाढा गराउनको लागि यो उद्देश्यहरू छ अनि गरेका छौँ। आज यही ध्यानले नै बेलायतनमा पनि आज यस कार्यक्रममा हाम्रो 6वटा समाजका सभापति सचिव अनि उहाँको समाजका पदाधिकारीगण अनि 21वटा एसएसजी ग्रुप अनि हाम्रा पार्टीका सम्पूर्ण नेतृत्वगणहरू पनि उपस्थित थिए अनि गार्डनका प्रबन्धक पनि उपस्थित थिए अनि हाम्रा सदर थानाका आइसी महोदय पनि उपस्थित थिए अनि यस समारोह अनि यस कार्यक्रमलाई हामीले सुचारू रूपले सम्पन्न गऱ्यौँ अनि यस कार्यक्रमलाई सफल बनाउन कोसिस गऱ्यौँ अनि जति पनि हाम्रा उपस्थित भएका महानुभावहरूलाई पनि उहाँलाई हाम्रो पनि गन्तव्यबाट धेरै धेरै धन्यवाद। आउँदो दिनमा पनि हामीले यस बेलायतन क्षेत्रलाई राम्रो रूपले लगेर माथि उठाएर काम गर्ने हामी प्रयास गर्छौँ अनि जुन प्रकारको यस कमिटीको म एडभाइजर पनि हो अनि यस कमिटीलाई हामी मार्फतले सञ्चालन गरेको छ। यस कमिटीमा धेरैवटा समाज अनि एसएसजी ग्रुपहरू लेबुङ भेलीबाट जोडिएर एकमुष्ट भएको छु। त्यसमा राजनीतिक दलहरू पनि हुनुहुन्छ, राजनेताहरू पनि हुनुहुन्छ अनि भोलिको दिनमा लेबुङ भेलीलाई एउटा नयाँ रूप दिएर नयाँ प्रकारले अनि राम्रो र स्वच्छ प्रकारले लेबुङको नाम उच्च दर्जामा उठोस् भन्ने हामी यस कमिटीको ध्यान छ अनि आउँदो दिनमा पनि हामी यस्तो कार्यक्रमहरू धेरै नै गर्दै जान्छौँ अनि आज बेलायतनमा भयो भोलि अरू जग्गामा पनि छ अनि आउँदो दिनमा हामी यसरी नै सहयोग गर्ने कोसिस गर्छौँ, प्रयास गर्छौँ अनि जतिजना पनि अरूले हामीसँग जोडिन चाहनुहुन्छ भयो अनि पर्सनली पनि कतिजना यस कमिटीमा जोडिनुहुन्छ भने तपाईँहरूलाई हाम्रोबाट आह्वान अनि तपाईँहरूलाई हाम्रोबाट वेलकम। तपाईँले जोडिदिनु भयो भने धेरै अलि सुन्न सुगन्ध हुन्छ भन्ने आशा गर्दैछु अनि आजको लागि